हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ के हो भनेर हजुरहरूले बाइ द टाइटल थाहा पाउनु नै भइसक्यो र अनि म भनिदिइरहेको छु। आज चाहिँ हो बेबी शावरको प्रोग्राम चाहिँ यहाँ हैन घरमै गर्न लागेको। अनि अब के हुन्छ हजुरहरू प्लिज एन्डसम्म हेरिदिनु होला है। र हाम्रो चाहिँ यहाँ अहिले मम्मीले सेलरोटी बनाउँदै हुनुहुन्छ। बन्दैछ गाइस, काँडेदार सेलरोटी। केक हाम्रो हामी चाहिँ खासमा हिजो गएको थियौँ केक अर्डर गर्नुको लागि, तर एक दिनमा गरिदिँदैन रहेछ। त्यही भएर यही जे थियो त्यही लिएर आयौँ। अनि त्यसमा चाहिँ ह्याप्पी बेबी शावर लेखेर अनि हामीले यो टप्पर लिएर आएको केक टेबल। त्यही हामीले चाहिँ खासमा बाहिर सेलिब्रेट गर्ने सोचेको थियौँ। अनि तर बाहिर चाहिँ पानी आज उको वेदर हेर्नुहोस्, पानी परेको अहिले फेरि रोकेको छ, फेरि एकछिनमा पर्नु सक्छ, केही ग्यारेन्टी छैन वेदरको यहाँ। त्यही भएर यहीँ भित्रै गर्ने सोचेको छु। अहिले एकछिनमा सब डेकोरेसन सब गरेर म हजुरहरूलाई देखाइ नै हाल्छु। हाम्रो चाहिँ आज खानामा त्यस्तो धेरै आइटम त छैन, तर पनि यहाँ के बनाएको छौँ म हजुरहरूलाई देखाउँछु है त के हो पाक्दैछ आज भनेर। यहाँ चाहिँ छ कौली आलुको तरकारी, चाहिँ यहाँ अचार पनि रेडी भइसक्यो, मिठो मिठो काँक्रा आलु गाजरको अचार। अनि यहाँ चाहिँ मटन पाक्दैछ हाम्रो, र हाम्रो स्यालेड पनि यहाँ रेडी भइसक्यो। यो चाहिँ हो हाम्रो फ्रुट प्ल्याटर। हाम्रो चाहिँ यहाँ डेकोरेसन पनि रेडी भइसक्यो। यो बोर्ड चाहिँ मैले नेपालबाट मगाएको थिएँ अस्ति मम्मी आउँदा। मेरो पुन्तु चाहिँ यहाँ रेडी भइसक्यो। वाउ जानु, पुन्तुलाई चाहिँ सन्चो छैन, ज्वरो आइरहेछ नि पुन्तु। मेरो चाहिँ यहाँ अब मेकअप चल्दैछ। यहाँ हाम्रो प्रोफेसनल मेकअप आर्टिस्टले यहाँ मेकअप गरिदिँदै हुनुहुन्छ। आयो यहाँ मम्मी चाहिँ रेडी हुनु भइसक्यो, ऐना हेर्दै हुनुहुन्छ। यहाँ मेरो पुन्तु पनि रेडी भइसक्यो। मेरो फाइनल लुक पहली बार गेस्टहरु नै आइपुग्नु भयो, आउँदै हुनुहुन्छ। वेलकम वेलकम। फेरि एकचोटि लास्ट भन्नु पर्यो फोटो थोरै ल पसिना आयो। साडीले पसिना निस्केको अब सबैले पालै पिलो दही चिरा खुवाइदिने हाम्रो मम टुडीलाई। अनि धेरै खानु नि हो दही मान्छे धेरै। क्यामेराम्यान होइन, दादाले चाहिँ काकी बोक्नु भयो।
खिचिदिनु है ल 1 अलिक छेउमा आउनु भन्छ नि त हजुर अलिक बिचमा 1 2 3 यता है यता कसैले हजुर हजुरले बोलेको बोले हुनुहुन्छ यहाँ भिडियोहरुमा हैन अब पालो मेरो दिनु पर्छ नि हैन किन दादा युनिट 25 यो चाहिँ स्टार्टर हो एनर्जी ल्याउनु पर्यो नि एनर्जी नआयो भने खै म यतातिर जान्छु भिडियो है अनि सबैको अगाडि चकलेट हुन्छ अनि मैले चकलेट भनेपछि चाहिँ चकलेट लिने है जसले लिनु भ्याउँदैन उनले चाहिँ अब ऊ आउट हुन्छ कतिजना खेल्ने भयो 1 2 3 4 5 6 7 8 7वटा मात्रै हुन्छ यहाँ एउटा एउटा दिनुपर्छ है चकलेट भने चाहिँ चकलेट लिने अनि लिनु भने चाहिँ आउ 1 2 3 कहाँ तिमीले लिने हो त हामी आशाना छौँ त्यही त 7वटा चकलेटहरु छ हेड शोल्डर शोल्डर चकलेट शोल्डर चकलेट हैन तपाईले यो भिडियोमा यो रात होइन सोलर भन्दा नि हेर्छुरा त त्यो पनि हेर्नु पर्ने हो तपाईले चकलेट गेम हो हातमा गर्नु त्यो बेर्नु जान हातमा 1 2 3 गो मैले हालेर अब चाहिँ यसरी हालेर सबैजना दमसारा गेम खेल्दै हुनुहुन्छ म चाहिँ यहाँ मेरो पुन्टु बिरामी भएर सन्चो छैन हिजो रातिदेखिको अनि त्यही भएर म चाहिँ यहाँ उसलाई सुताउनु आएँ अनि त्यही हो भिडियो सबै मजाले गर्नु नि पाइनँ अलिअलि सबै जति पनि गरेँ सब क्लिपहरू हालिदिइहाल्छु अनि म पनि एकदम टायर्ड भइरहेको थिएँ अनि त्यही भएर अब म यहीँ एन्ड गर्छु अब हामी पनि अब त्यही गेम सेम खेल्नुहुन्छ म त खेल्दिनँ पनि अनि खानासाना खान्छौँ अनि त्यही हो अनि हजुरहरूलाई कस्तो लाग्यो प्लिज लाइक शेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला फेरि पनि आउने नै छु नेक्स्ट भिडियो लिएर बाई